हेलो एभ्रिबडी। आज चाहिँ म मेरो लागि धेरै अगाडिदेखि किन्छु भनेको थिएँ अनि LS2को 702 पानी 2को हेलमेट लिन जाँदैछ। यो चकचके बच्चा ल जाउँ। लाउनु दाइ मेरो बाइक चलाउनु। हस्, थ्याङ्क यू सो मच भाइ। मेरो ड्रिम बाइक हो नि यो। मेरो ड्रिम बाइक कता गयो आज? कस्तो बिल्ला गर्ने हो उहाँहरू। मलाई त तपाईँहरूले चिनिहाल्नुहुन्छ हाम्रो प्यारो मिगिनेन्स। आज हामी कलर गरेर के हो यहाँ? के हो तपाईँ के गरेर यहाँ हेर्नु? मेकअप ए त्यो फेस मास्क हो। यो कुशल भाइ त भाग्न नि बेर लाउँदैन यार। जाँदा जाँदै भाइको आरपिएम चढेर आफै कुद्ने भयो अरे। क्रुज कन्ट्रोल होला नि भाइ, क्रुज कन्ट्रोल। ल अब हामी यहाँबाट सिधै मोटो वर्ल्डमा जान्छौँ। मैले पहिला यो हेलमेट पनि यो पनि त्यहीँ पर्चेस गरेँ हो। ओहो को हो यो भाइ? अगाडि हेर के छ यार मिगेन्सी, तपाईँ त गायबै हुनुभयो त नि। त्यस्तै त्यस्तै। ओहो अगाडि हुनुहुँदो रहेछ नि त स्कुटर। मलाई चाहिँ पहिल्यैदेखि एउटा फुल फेस हेलमेट त छ हाम्रो घरमा, फेरि कति धेरै हेलमेट छ। अनि एउटा के भन्छ AGV हेलमेट पनि मैले हेरिरहेको थिएँ कि। आई रियली प्रिफर LS2 ओभर एभ्री अदर ब्रान्ड। त्यही भएर LS2कै हेरेको। दामी छ जस्तो छ, हेरौँ न अब। ओहो जिस राह पे तुम चल रहे हो बेटा, एक दिन बुरी तरह फंसोगे। कुशलजीले नै कुशल मङ्गल चलाउनुहुन्न। हामी चाहिँ अब प्रोफेसनल लेभलको राइडर्सहरू भएको कारणले हामी यस्तो हरकत चाहिँ गर्दैनौँ। तर पनि काठमाडौँको बाटोमा कतिचोटि यस्तै यस्तै प्रब्लमहरू चाहिँ हुन्छ है। ओहो यो हो नि त गाडी, फर्च्युनर। अरे के हो यार मिगिन यो? बिहेको लागि होला। माथि मेन रोडै जाउँ न, धेरै भयो नहिँडेको। खोला छेउछेउ हिँड्नु हुँदैन क्या, बगाउँछ। अनि मैले आज चाहिँ मेरो अडियो जहिले पनि क्या पाद हुन्थ्यो क्या, मैले गोप्रोबाटै गर्थेँ नि त। अनि DJI को माइकमा चाहिँ स्ट्यान्ड अलोन रेकर्डिङ हुँदो रहेछ क्या, मलाई थाहै थिएन कि यसको आफ्नै हुँदो रहेछ होइन। अनि यसले आफै भनौँ न विदाउट एनी क्यामेरा यसले आफै रेकर्ड गर्दो रहेछ क्या। अनि मैले यहीँ सेटअप गरेको छु हेलमेटमा, त्यसले अडियो रेकर्ड गरिरहेको छ। त्यही भएर पनि दामी सुनिरहनु भएको छ नि तपाईँहरूले होइन। अस्ति किस्माङतिरको ब्लगहरूमा त केही पनि सुनेको छैन नि बोलेको। पेट्रोल चाहिँ मेरोमा जहिले पनि कम हुन्छ। अस्ति किस्माङ राइडबाट आउँदाखेरि हालेको, त्यहाँदेखि हिजो हिँड्यो नि त फेरि धेरै। मैले पनि त्यही सोचिरहेको, ट्राफिक नभएको अहिले त छैन नि त ट्राफिकहरू। अहिले कम भएको हुनुभयो अरे क्या ट्राफिक पुलिसहरू। अनि CC क्यामेराबाटै सबै हेर्छ अरे। म त त्यस्तो कुदाउँदैन नि भाइ। म त्यस्तो कुदाउँदिनँ क्या भाइ। फेरि मेरो भ्युअर्सहरूले के सिक्नुहुन्छ? म चाहिँ एकदम सेफ गाडी कुदाउँछु। कस्तो लुक्स दियो यार त्यो अङ्कलले। कुशल भाइ के गर्छ यार। ओभरटेक गर्दा चाहिँ कहिले पनि ब्लाइन्ड ओभरटेक हान्नु हुँदैन है केटा। टक्क साइड हेर्ने अनि मात्र गाह्रो पार्छ मात्र। हामी एक राउन्ड घुमेर आयौँ आज। घुम्न नि मन थियो, त्यही भएर आइपुग्न लाग्यो अब त मोटो वर्ल्ड। ठ्याक्कै CF मोटोको सोरुम अगाडि नै छ। तर यहाँ पार्किङ पो दिन्छ कि दिँदैन? भित्रै हो है। यहाँ हेलमेट हराएको अवस्था होइन चाहिन्छ
के छ यस्तो हो क्या नयाँ हेलमेट किन्न आएको त्यही भएर पुरानो चाहिँ अब लुकाइदिएको ए अब त्यो चाहिँ त्यो जस्तै त्यो जुत्ता लुकाउनु छ नि त जुत्ता लुकाउनु। पैसा नदिएसम्म पैसा नदिएसम्म अर्को हेलमेट पाउनु दाइ अम्बानी दाइ चाहिँ यता हुनुहुन्छ होइन त्यस्तो नहुनु खालि अम्बानी भन्छ यार यो मान्छे कपाल कपाल होइन राम्रै भइरहेको इन्सेक्युरिटी किक गर्ने क्या कुन चाहिँ किनौँ यो हेलमेट ठिक छ है मैले यो किन्न लाग्यो कस्तो लाग्यो राम्रो छ यार तर दाइ राम्रो रहेछ कुशलले चाहिँ अब यो डिसाइड गर्छ सामान चलाएपछि यसरी राख्नुपर्छ अँ साह्रै ज्ञानी छ तिमी देऊ न खालि ताली बज लिऊ त ताली लिइसके मानौ थ्याङ्क यू सो मच यसरी हुन्छ खुस्केर झरेर थ्याङ्क यू सो मच केटा हो रूपमा दामी छ यार बाइक टेस्ट ड्राइभ गरेर आउनुभयो हामी कुशलजी भाइले चाहिँ बेनेली टेस्ट राइड हान्ने भनेर आएको सिएफ मोटो टेस्ट राइड हान्यो कताबाट जान्छ मिगेन हेर्नु त एकचोटि तिमीले त झारिदिन्छ भाइ जानी जानी कस्तो माया गर्छ हेलमेट सारी उम्र में जोकर जब बड़े यारे 450 MT ग्रेमा अझै आएको छैन आउट अफ स्टक छ ब्लूमा छ स्टकमा अनि भाइ चाहिँ टेस्ट ड्राइभ हान्ने भनेर आएको तर अब खै छैन रहेछ यता त्यो टेस्ट युनिटै छैन रहेछ 6 किलोमिटर सुन्दा पो जम्मा हो त अहिले जम्मा होइन जाममा परेपछि चाहिँ गाह्रो हुन्छ सो अब हामी हाम्रो हेलमेट अनबक्स गर्छौँ हामीले त अब अघि देखिसक्यो है हेरेरै किनेर ल्याऊ तपाईँहरूको लागि चाहिँ मेरो चाहिँ यो LS2 पाइनियर 2 भन्दा पनि हुन्छ MX702 हो यो चाहिँ डुअल स्पोर्ट हेलमेट हो मसँग अर्को पहिलाको फ्ल्यास 2 पनि छ ऱ्यापिड 2 फ्ल्यास 2 जे होस् फुल फेस हेलमेट थियो अनि एकपल्ट अब हल्का बाइकलाई मिल्दो होइन टाउको लागि पनि साउन्ड एडिटमा हाल्नु डुअल भाइजर यो पनि छ अनि यो सन भाइजर पनि छ सानो टाउकोमा चाहिँ सुहाउँदैन जस्तो लाग्यो तर पनि हामी लाएर ल अनि ठिक छ राम्रो छ यार जसले जे भने पनि अब LS2 बुझ्नेलाई नै थाहा छ LS2 त्यही हो केही पनि नभन अझ LS3 किने भए ल त्यही नै हो अब हामी यसमा इन्टरकम पनि हाल्छौँ तर अलिक समयपछि अनि अब कडा हुन्छ होला तपाईँहरू भ्लग हेर्दै गर्नुहोस् हजुर थ्याङ्क यू सो मच फर वाचिङ हामी भ्लग यहीँ एन्ड गर्छौँ सी यु सुन अन द नेक्स्ट भ्लग हस् धन्यवाद